हाई एभ्रिवान आज हामी के गर्छौँ भने डाटा फ्रेमको बेसिक अन्डरस्ट्यान्डिङ अथवा जुन डाटा स्टोर गर्नुभएको थियो त्यो डाटाले कसरी बिहेभ गर्ने त ठिक छ। अब हेर्नु त डिएफ भनेको के हो त हाम्रो डाटा फ्रेम र हेड भनेको के हो त फङ्सन ठिक छ। यसले के गर्छ भने तपाईँको जुन डाटा स्टोर गर्नुभएको थियो अथवा जुन एक्सेल फाइल डाटा छ त्यसले के गर्छ भने हेडमा हाम्रो फर्स्ट 5 रो के गर्छ यसले प्रिन्ट गरिदिन्छ ठिक छ। हेडले के गर्छ त माथि भनेको तपाईँको 5 वटा रो के गर्छ यसले प्रिन्ट गरिदिन्छ। टेल भने के हो त तपाईँको लास्ट 5 रो के गर्छ डाटा प्रिन्ट गरिदिन्छ होइन। डाटा हाम्रो डाटा सिटमा हाम्रो लाखौँ करोड डाटा सिट हुन्छ भने त्यसमा हाम्रो 5 वटा मात्र डाटा चाहिरहेछ भने हेड र टेल हाम्रो फङ्सन दिएको छ त्योबाट हामीले के गर्न सकिन्छ प्रिन्ट गर्न सकिन्छ होइन। डिएफ डट सेभ भन्ने के हो नम्बर अफ रो अथवा नम्बर अफ कलम कतिवटा छ त्यो जेनेरेट गरिदिन्छ होइन। डिएफ डट कलम्सले के गर्छ भने तपाईँ कलम नेम के छ डाटा सिटमा अथवा डाटामा त्यो के गर्छ त्यसले जेनेरेट गरिदिन्छ होइन। डिएफ डट इन्फोले के गर्छ भने तपाईँ कुन डाटा अब्जेक्ट स्टोर भएको छ इन्टिजर छ कि अब्जेक्ट छ कि स्ट्रिङ टाइपको डाटा छ कि डेट टाइपको डाटा छ त्यसले के गर्छ त तपाईँको डिएफ डट इन्फोले जेनेरेट गरिदिन्छ ओके। त्यसपछि तपाईँको के छ भने डिएफ डट डिस्क्राइब भन्ने के गर्छ भने काउन्ट गर्छ मिनिमम भ्यालु निकाल्ने हो 25% कति भ्यालु दिएको छ होइन म्याक्सिमम भ्यालु कति हो त्यो कुराहरू के गर्छ त्यसले जेनेरेट गरिदिन्छ ठिक छ। ल अब हामी के गर्छौँ भने त्यही कुराहरू चाहिँ जिपिटी नोटबुकमा अब हेर्ने हो है कसरी हुन्छ भनेर ओके ओके फाइन। ओके हामी यहाँसम्म भएको थियो होइन। हामीले के गरेको थियो भने डाटामा यो डाटा भ्यालु स्टोर गरेको थिएँ एज नेम एज स्यालेरी र के गरेर प्रिन्ट गरेको थिएँ। प्रिन्ट गरेर हाम्रो डिएफको कुन डाटा टाइप छ त्यो हामीले हेरेको थिएँ त्यो भने डाटा फ्रेम हाम्रो डाटा टाइप हो होइन। त्यसपछि हामीले के गर्छौँ भने आज चाहिँ भ्युइङ डाटा ओके हामी के थियो भने हामी डाटा हेर्दाखेरि हामी यहाँ कति डाटा स्टोर भएको छ भने 4 डाटा मात्रै स्टोर भएको छ 1 2 3 4 तर होइन डिएफ डट हेड गर्नुभयो भने यसले के गर्छ भने फर्स्ट 5 रो के गर्छ यसले जेनेरेट गर्छ। तर हाम्रो यहाँ डाटा 4 वटा मात्र छ त्यही भएर यो हाम्रो के गर्छ भने 4 वटा डाटा स्टोर गर्ने भयो आउटपुट लिएर आउँछ हेर्नु त 0 1 2 3 राम श्याम हरि राजेश एज पनि सबै स्यालेरी पनि छ। तर हामीलाई यहाँ सपोज मलाई यहाँ 2 वटा मात्र चाहिरहेको छ डाटा अरे यसले के गर्छ तपाईँको 2 वटा मात्र डाटा के गर्छ त जेनेरेट गरिदिन्छ ठिक छ। त्यसपछि के छ भने हाम्रो अर्को डिएफ डट टेल टेलमा पनि के गर्छ तपाईँको यहाँ यसले डाटा जेनेरेट गरिदिन्छ ठिक छ। डाटा जेनेरेट गरिदिन्छ भने टेलमा हाम्रो के हुन्छ भने लास्टको हाम्रो 4 वटा डाटा मात्र छ होइन त्यही भएर सबै डाटा जेनेरेट भएको हो। अब यसमा के गर्न सक्नुहुन्छ तपाईँले डिएफ डट टेलमा मलाई 2 वटा डाटा मात्र चाहिरहेछ भने के प्रिन्ट होला त लास्टको 2 र 3 हाम्रो के आयो त 2 र 3 डाटा के भयो त प्रिन्ट भएर आयो ठिक छ। अझै मलाई के चाहिरहेछ भने यो डाटा मात्र चाहिरहेछ भने के हुनसक्छ भने 1 हाल्नुभयो भने के आउँछ यहाँ 3 नम्बरको हाम्रो राजेश मात्र आयो है। यसरी भनेको हेड भनेको माथिको 5 वटा डाटा दिन्छ यसले बाई डिफल्ट टेल भनेको बाई डिफल्ट हाम्रो 5 वटा डाटा दिन्छ त्यसमा हाम्रो नम्बर पनि हाल्न मिल्छ हाम्रो 2 वटा डाटा चाहिरहेछ कि 3 वटा डाटा चाहिरहेछ कि त्यो अनुसार के गर्न मिल्छ भने प्रिन्ट गर्न मिल्यो ठिक छ। ओके अर्को फङ्सन के छ हाम्रो डिएफ डट सेभ सेभले के गर्छ तपाईँको सिट प्लस इन्टर गर्नुहुन्छ भने नम्बर अफ रो र नम्बर अफ कलम के गर्छ यसले जेनेरेट गरिदिन्छ। अब यहाँ हेर्नु त कतिवटा नम्बर अफ रो कति कलम छ हाम्रो यसमा 4 वटा र 3 वटा होइन 1 2 3 4 अनि नेम एज स्यालेरी होइन त्यो भनेको नम्बर अफ रो हाम्रो 4 वटा भयो नम्बर अफ कलम भन्ने कतिवटा भयो 3 वटा भयो ठिक छ। ओके अर्को फङ्सन के छ हाम्रो डिएफ डट कलम होइन यसले कलम्सले के गर्छ भने तपाईँको कलम नेम जेनेरेट गरिदिन्छ सिट प्लस इन्टर गर्नुहुन्छ भने के आयो त हाम्रो यहाँ हेर्नु त इन्डेक्समा नेम एज स्यालेरी भनेको हाम्रो के छ त कलम नेम होइन ठिक छ। अर्को फङ्सन के थियो तपाईँको डिएफ डट इन्फो ल
तपाईँको यहाँ बिचमा हालेर सिफ्ट र ट्याब गर्नुहुन्छ भने कुन फङ्सन युज गर्न मिल्छ तपाईँको यहाँ यो सबै कुरा देखाउँछ यहाँ होइन। यो अलिक खासै इम्पोर्टेन्ट अलि छैन, ठिक छ। डिएफबाट इम्पोर्ट गर्नुभयो भने के गर्छ यसले, सिट पर इन्टर गर्नुहुन्छ भने अब हेर्नु त कलम नेममा हाम्रो के छ, नेम, एज, स्यालेरी, डाटा टाइप के छ हाम्रो नेमको स्ट्रिङ होइन। एजमा के छ इन्टिजर 64 टाइप्स, स्यालेरी के छ हाम्रो इन्टिजर टाइपको 64 टाइप होइन। के गर्छ तपाईँको इन्फर्मेसन दिन्छ तपाईँको डाटा अथवा डाटा फ्रेमको, ठिक छ। अर्को के थियो तपाईँ डिएफ डट डिस्क्राइब। ल अब हेर्नु त डिएफ डट स्यालेरी के गर्छ तपाईँ काउन्ट गर्ने भयो। तपाईँको एजमा कति छ त 4वटा, स्यालेरीमा कति छ डाटा 4वटा होइन। यसको मिन कति त, मिन भनेको तपाईँको कतिवटा छ त तपाईँ 4 डाटा हाम्रो कतिवटा थियो भने 4वटा होइन, डिभाइडेड 4 गर्ने भयो यसले होइन। एजमा कति छ त, एज 16, 17, 18, 19 होइन। यो सबै जोडेर डिभाइड 4 गरेर आएको छ, ठिक छ। किनभने कन्ट हाम्रो 4वटा छ। मिनिमम भ्यालु हाम्रो कति छ त 60,000 होइन। त हामीले यहाँ हेर्नु पऱ्यो मिनिमम भ्यालु कति दिएको छ त हाम्रो यसको 90,000, 7,000, 50,000 अनि 30,000 डिभाइडेड 4। त मिनिमम भ्यालु हाम्रो कति छ त 60,000 होइन। स्ट्यान्डर्ड डिभिएसन मिनिमम भ्यालु कति छ त हाम्रो स्यालेरी 30,000 होइन। मिन भ्यालु कति छ हाम्रो 60,000। 25% भ्यालु कति छ त एजको लागि अनि स्यालेरीको लागि। 50% मा हाम्रो भ्यालु कति छ त एजको र स्यालेरीको लागि। 75% मा हाम्रो भ्यालु कति छ एजको र स्यालेरीको लागि। र म्याक्सिमम भ्यालु कति छ हाम्रो 90,000। यहाँ डाटाबाट हेर्न सकिन्छ हाम्रो यहाँ म्याक्सिमम भ्यालु कति कसको छ त रामको 90,000, मिनिमम भ्यालु कसको छ त 30,000 होइन। त्यही कुरा यहाँ के गर्छ यसले पत्ता लगाएको छ। कन्टमा 4 जना, एजमा 4 जना छ, स्यालेरीमा 4 जना छ, मिनिमम भ्यालु एजको 7.5 हो अनि स्यालेरीको 60,000 हो होइन। मिनिमम भ्यालु एज 16 छ र यसको स्यालेरी कति छ तपाईँको 30,000 छ। म्याक्सिमम भ्यालु एज कति छ 19 र स्यालेरी भनेको 90,000। यसले के गर्छ तपाईँको स्ट्याटिस्टिकल भ्यालु यसले के गर्छ जेनेरेट गरिदिने भयो। अनि मिनिमम भ्यालु, म्याक्सिमम भ्यालु होइन। तपाईँको लाखौँ यहाँ करोड डाटा छ भने तपाईँको स्यालेरीमा कसको स्यालेरी मिनिमम छ, कसको स्यालेरी म्याक्सिमम छ, त्यो कुरा के गर्न मिल्छ त डिएफ डट डिस्क्राइब गरेर पत्ता लगाउन सकिन्छ, ठिक छ। ओके, अर्को कुरा के गर्न सकिन्छ भने तपाईँको कलमको नेम रिनेम गर्न मन लाग्यो भने एउटा हाम्रो फङ्सन छ डिएफ डट रिनेम, ठिक छ। कलम सपोज मलाई के गर्न मन लागिरहेछ भने स्यालेरीको कलम नेम चेन्ज गर्न मन लागिरहेछ है। ओके, स्यालेरीको नेम चेन्ज गरेर मलाई यहाँ मन्थली स्यालेरी गर्न मन लाग्यो। ल रन गर्नु त अब सिफ्ट प्लस इन्टर गरेर। ओके, के गरिरहेछ भने इन्कम्प्लिट इनपुट दिइरहेछ यसले। भनेको हाम्रो यहाँ के मिस्टेक भएको छ भने यहाँ ब्र्याकेट क्लोज हुनु पर्यो। ओके, हाम्रो के आयो त हेर्नु त नेम, एज, मन्थली स्यालेरीमा हाम्रो के भइरह त नेम चेन्ज भएर आयो है। ठिक छ। तर त्यही हामी डिएफ प्रिन्ट गर्दाखेरि हामीले फेरि के भयो त्यहाँ चेन्ज भएन। किन भएन भने यो भ्यालुमा हाम्रो के भएको छ भने सेम लाइनमा हाम्रो भ्यालु के भएको चेन्ज भएको छैन। त्यसको लागि के गर्न मिल्छ भने डिएफ डट कोही पेस्ट गरौँ होइन। इन प्लेस बाई डिफल्ट हाम्रो फर्मुलालाई के गर्नुपर्छ तपाईँको ट्रु गर्नुपर्छ। यसको मिनिङ के हो भने हाम्रो त्यही सेम लाइनमा हाम्रो के गर्नु पर्यो भ्यालु चेन्ज गर्नु पर्यो होइन। अब यहाँबाट रन गर्न मिल्यो, रन गर्नुहुन्छ होइन। अब यसलाई चेक गर्नु मन लाग्यो भने ल बल्ल हाम्रो के भयो त हाम्रो कलम नेम चेन्ज भएर आयो, स्यालेरीको चेन्ज भएर मन्थली स्यालेरीमा कन्भर्ट भयो, ठिक छ।